कस्तो गाह्रो सो हे गाइस फेरि तपाईँहरू स्वागत छ नयाँ भ्लगमा। अनि आज चाहिँ फेरि म छतमै स्टार्ट गरिरहेको छु भ्लग। अनि गाइस हिजो राति पनि टक्क पानी पऱ्यो हेर्नु सक्नुहुन्छ, पुरै पानी नै पानी भएको छ होइन, पुरै ठिकै पऱ्यो होला राति नि पानी। म उठेन अब सुतिरहेको थिएँ मस्त। पानी पऱ्यो भने चाहिँ सही चिज चाहिँ होइन गाइस, पुरै सफा देख्छ कि हेर्नु सक्नुहुन्छ। अनि यो चाहिँ अझ यो रुख चाहिँ अझै सफा पुरै होइन, हरियो चिजहरू चाहिँ सबै सफा देखिन्छ कि गाइस पानी पऱ्यो भने। अनि अझै यो सिटी नै पुरै के हुन्छ नि, टोलै पुरै सफा देख्यो नि के पानी पर्ने बित्तिकै। अनि त्यही सही लाग्छ मलाई पानी पऱ्यो भने चाहिँ। फेरि यहाँ गर्दैछ त्यही माथि 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 भने यहाँ कोठाभित्र स्केटिङ खेल्नलाई त लाज लाग्दैन, तल होइन माथि। तल चिया खाइस किन खान्छ? गाइज यसको फेरि 3 दिन बिदा खायो, अब यही खेल्दै बस्छ अब। अरे गाइज माथि आउने बित्तिकै ब्याकग्राउन्ड नोइज चाहिँ यत्तिकै हो, घुइँ कि घुइँ यता घर बनाएर तपाईँलाई म देखाउँछु। आज त गाइज झन् ढलान रहेछ हेर्नु सक्नुहुन्छ। ल ल ल 2000 को गाइज यो स्केटिङ सुज चाहिँ सेटमै आउनु लाग्थ्यो, तर म चाहिँ सस्तै लिइरहेको थिएँ मम्मीले। त्यसले त म लाउँछु एकचोटि अटाउँछ, लिएन अटाउँछु भने। ल ले 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 ल त्यो ले त ल अब गाइस म ट्राई गर्छु यसको जुत्ता अटाउनु त अटाउँछ। मैले पहिले ट्राई गरिसकेको थिएँ, ठुलो बनाएर मिल्छ है फेरि। गाइस एउटा लगाइसकेको छ दादाले, अटिसक्यो त गाइस। मलाई समात भने गाइस देख्नुभयो उभिन सक्छ। गाइस लास्ट गाह्रो हुँदो रहेछ यार यो। ओइ अलि अगाडि लिएर न मलाई त्यो भित्तासम्म। अलि अलि अगाडि लिएर नि मलाई भने यो कुर्तीसम्म आफै फर्टी। त्यो गाइस मैले लगाइसकेको छु, अब टक्क ट्राई गरौँ है त। म उभिन पनि सक्दिनँ तर पनि घरमा चाहिँ सक्छौ कि बिस्तारै बिस्तारै। अब हिँड न, यसै हिँडे जसरी गर। बुढो मान्छे हिँडे जस्तो गर न, यसरी हिँडे जस्तो ल्याउ मलाई मस्त। तिमी मलाई सँगै उभिन सक्दो रहेछौ, म तिमीलाई गुडाइदिन्छु। कस्तो गाह्रो यस्तो इजी नि है गाइस, यस्तो छ नि के भित्तामा चाहिँ समाज है। अलिक स्टार्ट गर तान्नु त। अरे गाइस म फाइनली यहाँसम्म त पुगेँ, हल्का हट्दा तान्ने तान मलाई यतासम्म। अरे गाइस यस्तो हो कि मेरो जिन्दगी। अरे त मलाई समात्न त कहाँ भाइ। ल म क्यामेरा समात्दिन्छु। मलाई समात्ने क्यामेरालाई समात्छु भन्छ यार। ल बस बस। सो गाइस इम्पोसिबल चाहिँ होइन, तर म 1-2 दिन खेल्यो भने त म त फेरि उड्दिन्छु नि होला। गाइस जो दाइले लाएर यहाँ च्यातिसक्यो। च्यातिसक्यो कहाँ च्यातेलो त्यो डिजाइन हो डिजाइन। भोलि पर्सितिर चाहिँ गाइस म उडेर आउँछु ल यो जुत्ता लगाएर कसम। के भन्यो? लेट्स से एन्ड राइट द करेक्ट एन्सर इन द ब्ल्याक स्पेस भने लौ त। हिजो भ्यायो भने त सबै हो। के थाहा, तँलाई आफ्नै होमवर्क थाहा हुँदैन। अब गाइस हल्का मेवा नि खाम, हल्का पेट
गुडुगुडु नि भइरह म खानुको कारण चाहिँ गाई चाहिँ अस्ति नखाइकन यत्तिकै बसेको थिएँ बिहान त गुर गरेर गाई चाहिँ यति चाँडो उठेँ कि होइन 3 बजे झन् बेलुका ढिलो सुतेको थिएँ अब चाहिँ गाई चाहिँ हेल्थ मेन्टेन गर्न पर्ला भनेर अब यो नि खान लाग्छु अब चाहिँ हिजोदेखि गाई चाहिँ होइन हल्का बढी खान थाल्यो दिउँसो गाई एकैचोटि धेरै भन्नाले हल्का हल्का खाने मेरो चाहिँ त्यो प्लान हो अनि त्यही भएर अब त्यो खाएँ अब हल्का खान्छु यति पुरै खाँदिनँ राखिदिनु पऱ्यो नि गाई चाहिँ दिप्सालाई फेरि रुन थाल्छ यत्तिकै अनि गाई बाहिर चाहिँ ममले लुगाहरू सुकाइदिएको छ माथि अहिले फेरि पानी आउनुभन्दा अगाडि नै म आएर यो उठाउनुपर्छ पानी आइहाल्यो भने होइन आएन भने यत्तिकै सुकिरहन्छ अनि मस्त घाम लागिरहेको थियो गाई ठ्याक्कै ब्लक खोलेको घाम छोपिदिइहाल्यो बादलले यहाँ ठ्याक्कै यहाँ माथिलाई अनि एकछिन चाहिँ गाई हल्का धेरै नै मोबाइल हेऱ्यो त्यही भएर माथि आएको अब गाई फेरि घाम लागिसक्यो पुरै तातो घाम अब चाहिँ गाइस तल जाम फेरि नमजाले पोल्छ अनि जस्ट फर स्पोइलर गाइस अब अर्को शनिबार चाहिँ हामी जानेवाला छ मुभी होइन एउटा कुन मुभी हो लास्टै चलिरहेको छ अरे होइन त्यो के आमा छोरीको माया हुन्छ नि त्यस्तै देखाउँछ अरे अब त्यो फिल्म हेर्न चाहिँ मम्मी म बहिनी जान्छौँ अनि सूचना आन्टी नि उताबाट आउनु सक्नुहुन्छ अनि हामी जानेछौँ एकैचोटि फिल्म चाहिँ कडा खारे अस्तिको शनिबार जाने भने हाम्रै गाउँको रिलेटिभ्स चाहिँ हल्का बिरामी हुनुभएको थियो अनि अस्ति चाहिँ जान पाएन होइन मम्मीको काम भइहाल्यो छुट्टै अब यो शनिबार चाहिँ जान्छौँ होप केही नहोस् फेरि केही भइहाल्यो भने क्यान्सल हुनसक्छ त्यही भएर केही नहोस् है गाइस सो अलरेडी गाइस माथि चाहिँ लुगाहरू सुक्यो होला अब टक्क लिन्छ फेरि अहिले भिज्यो भने तनाव पर्छ लौ गाइस सबै यसरी झरेछ यो नि झरेछ अब सबै निकालौँ है गाइस यो भइहाल्यो गाइस गम्छा चाहिँ हल्का सुक्यो छैन पुरै भिज्यो अब हल्का यस्तो भिजाइदिउँ गाइस होइन हल्का छिटो सुक्छ कच्चा बाटोमै हाल्नु गाइस सबै चिया पकाउनु भाँडा चाहिँ गाई होइन पुरै फोहोर भएर चाहिँ अब धुम अनि यही पकाउनु पर्छ अरू गाई चिया पकाउनु भाँडा धोइसक्यो अझै भाँडा छ है अब गाई पानी हाल्नुमै छिस्सो हुन्छ अब यता हालेर चाहिँ गाई जार चाहिँ अब डाइरेक्ट खनाउनु पर्छ है अब गाई हेर्नु सक्नुहुन्छ अब भाँडा खाली अब यो पानी हाल्ने बित्तिकै छिस्सो हुन्छ सत्तो लगिरहेको रहेछ थाहा चाहिँ है गाई चिसो हुन्छ तर पनि गऱ्यो भने सातो जान्छ अब गाई एकछिन हल्का तात्न दिउँ अनि त्यसपछि चिनी र चियापत्ती हाल्छ चिनी र चियापत्ती अलरेडी दुइटा पाइहाल्यो अलरेडी गाई पानी चाहिँ हल्का उम्ले जस्तो भएको छ अब चिनी र चियापत्ती हाल्नु है त 10-15 सेकेन्डमै हुन्छ अब गाइस अब यो नाच्न सुरु गरिसक्यो त्यहाँ म्युजिक लाएर भाचेला